हेलो साथीहरू, हेलो दर्शन, नमस्ते। के छ त? आइपिओ इनिसियल पब्लिक अफरिङ। आइपिओ भर्नको लागि के गर्नुपर्छ थाहा छ तपाईँहरूलाई? डिम्याट चाहिन्छ, राइट? सो डिम्याट खोल्न के गर्नुपर्छ? आई थिङ्क मोस्ट अफ यु नो, धेरैलाई थाहा होला, जसलाई थाहा छैन म भन्दैछु है त। डिम्याट खोल्न सिम्पल प्रोसिडियर छ। तपाईँ इधर ब्याङ्कमा पनि जान सक्नुहुन्छ अथवा स्टक ब्रोकर कहाँ जान सक्नुहुन्छ है। त्यसको लागि तपाईँसँग एउटा सेभिङ अकाउन्ट चाहिन्छ, जुनसुकै ब्याङ्क होस्, इट डजन्ट म्याटर। तपाईँसँग एउटा सेभिङ अकाउन्ट चाहिन्छ। अब तपाईँले स्टक ब्रोकरमा गएर खोले पनि र ब्याङ्कमा गएर खोले पनि प्रोसिडियर सेम हो। तर म तपाईँहरूलाई ब्याङ्कको ब्रान्चेसहरू लगभग सबै घरको छेउछाउ हुन्छ आजकल है। त्यही भएर म तपाईँलाई ब्रान्चबाट गर्ने, ब्याङ्कबाट गर्ने प्रोसेस थोरै सम्झाइदिन्छु है त। के छ भन्दाखेरि तपाईँहरू ब्याङ्कमा जानु भएपछि जुनसुकै ब्याङ्कको अकाउन्ट भएको ब्याङ्कको ब्रान्चमा जानुहोस्। त्यहाँ गएपछि तपाईँले डिम्याट अकाउन्टको लागि भन्नुभयो भने उहाँहरूले तपाईँहरूलाई डिम्याट अकाउन्टको फर्म साथसाथै अर्को दुईवटा फर्म भराउनुहुन्छ। त्यो के हो भन्दाखेरि सियास्पा लिङ्कको फर्म र एउटा अर्को मेरो सेयरको फर्म है त। अब तपाईँले सुरुमा डिम्याटको फर्म भर्नुहुन्छ। डिम्याटको फर्म भरेपछि तपाईँले 150 रुपियाँ चाहिँ डिपोजिट गर्नुपर्ने हुन्छ है क्यापिटलको लागि। 150 रुपियाँ हालिदिएपछि तपाईँको डिम्याट नम्बर आउँछ। ब्याङ्कले प्रोसिड गर्छ, ब्याङ्क एन्डमा प्रोसेस भइसकेपछि तपाईँको डिम्याट आउँछ, नम्बर आउँछ। त्यो नम्बर आएपछि सियास्पामा डिम्याट नम्बर राखेर लिङ्क गराउनुहुन्छ। त्यो मतलब के हो भन्दाखेरि सियास्पामा लिङ्क गराउनु भनेको तपाईँको सिआरएन नम्बर जेनेरेट गर्नु है। त्यसपछि तपाईँहरूको उक्त डिम्याट नम्बरलाई मेरो सेयरमा लिङ्क गराउनुहुन्छ। मेरो सेयरमा लिङ्क गराउन तपाईँले फेरि अर्को 50 रुपियाँ तिर्न पर्ने हुन्छ है त। त्यति भइसकेपछि तपाईँहरूको डिम्याट पनि भयो, सिआरएन नम्बर पनि भयो र मेरो सेयरमा लिङ्क भयो। अब युआर इलिजिबल टु आइपिओ है। आइपिओ अप्लाई गर्नलाई तपाईँ इलिजिबल हुनुभयो। आइपिओ अब तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। सो वाट इज द रिक्वायर्ड डकुमेन्ट? चाहिने कागजात के हो त? नथिङ, फोटो 2 देखि 3 म्याक्सिमम रिक्वायरमेन्ट, अनि त्यही 200 रुपियाँ र तपाईँको नागरिकता आइएनडी डकुमेन्ट, अब पासपोर्ट, इदर वान है त। बस, थ्याङ्क यू।